यो सुन्तलाको रुख यति राम्रोसँग फुलेको छ। हाम्रो बुवा भन्दा पनि जेठो रुख, हाम्रो बुवाको हजुरबाका पालाको रुख अरे यो। यसरी भाँचिएर पनि यतापट्टि भाँचिएर यस्तो भएर गएको छ। फेरि यताबाट चाहिँ यस्तो नयाँ मुना पोलाएर यो मुनामा कस्तो राम्रो फुलेको छ सुन्तला। हाम्रो बुवाका हजुरबाका पालाको भनेपछि लगभग कति 150 वर्ष पुरानो सुन्तलाको रुख। यति बाक्लो फुलेको छ। यसका सुन्तलाहरू यति मिठा हुन्छन्, या टेस्टी हुन्छन्। यति दुःख कष्टले सुन्तलाको बिरुवा भाँचेको छ। कस्तो राम्रो छ हाम्रा जिजुबाको चिनो सुन्तला, यति दुःखले फुलेको छ। र यसका चाहिँ कलमीहरू गरियो। यसका कलमी 3-4वटा कलमी गरेर हामीले उता नयाँ रुख पनि बनायौँ। जिजु बुवाको यति बाक्लो फुलेको छ, यति बाक्लो फुलेको छ कि एउटै उसमा 4-5वटा सुन्तला फुलेको छ। जय हाम्रो पितृदेव, जय पितृदेव। यस्तो दुःख गरेर पनि यो सुन्तला भाँचेको छ। यति धेरै दुःख गरेर यसलाई हामीले मल हालिन्छ, उ गरी स्याहार सुसार गरिन्छ, टेको लाएर दुःख भयो कि भनेर यसरी टेकोहरू लगाएर फलेको छ। बेसनी धेरै फलेको छ, फुल लागेको छ। फल्न त के गर्छ अब, असिनाहरू नआइदिए त